हेलो एभ्रिवान, नमस्ते। हजुरहरूलाई स्वागत छ काशी गुरुङ मुक्बाङ च्यानलमा। आज फेरि पनि सदा चाहिँ नयाँ मुक्बाङ भिडियोको साथ हजुरहरू सामु उपस्थित भइसकेको छु। आजको मेरो खानामा चाहिँ चिकन मोमो छ। यो चाहिँ के आँटा र मैदा मिसाएर बनाएको है। अनि यहाँ चटनी छ। चिकन किमा नुडल्स यति धेरै छ हेर्नु न, खान सकिँदैन। अनि यो चाहिँ पपाया र आँप, अच्छा पपाया र आँप र फेरि यो चाहिँ आँप र ड्र्यागन फ्रुट्स राखेर जुस बनाएको। यहाँ पानी तल माथि छुट्टिएको छ। ल आजको खाना चाहिँ यति नै छ। यहाँ साग पनि छ। ल म चाहिँ खाना सुरु गर्छु है त। हजुरहरू फुर्सद छ भने अन्तिमसम्म हेरेर साथ दिनु होला। म चाहिँ यो चिकन किमा नुडल्स चाहिँ मोलिहाल्छु ल। यति धेरै छ क्या, धेरै। ओ माई गुडनेस, पाक्छ है पाएन क्या। मैले घरमा जे छ त्यही बनाएको। साथीहरू मैले चाहिँ मोलिसकेँ ल। म खान्छु, किमा नुडल्सबाट सुरु गर्छु। जुस पो खानु पर्यो ल। चेयर्स, जुस खाएँ ल। फ्रेस जुसमा चाहिँ त्यति गुलियो हुँदैन। ल फर्स्ट बाइट खाएँ है किमा नुडल्स। आज चाहिँ सेम बौदाको जस्तै लाग्यो। सेम टेस्ट निकालेको छ आज मैले। कति मिठो हो। पिरो तातो। नुडल्स नै खाऊँ जस्तो भयो क्या, मिठो भएर। फुट्ने कि जहिले नै थियो होला त। आज चाहिँ किमा नुडल्सले टेस्ट बिगारिदियो मुख। डिस्टर्ब भयो।
चिल्ली ओइल चाहिँ भर्खरै बनाएको यो अकबरेको यस्तो मिठो वाह। आज त त्यति मोमो खान मन लागेन मलाई। सिगान आयो फिरो। आज चाहिँ म नुडल्स नै खान्छ। धेरै भयो। किमा नुडल्सले मोमोलाई अझ मोमोतिर आकर्षित नै भएन। ल भयो। धेरै दिनपछि गरेको भिडियो पनि फुर्सद पनि छैन। अनलाइन व्यवसाय गरेको भएर मलाई फुर्सद पनि छैन। यति खाएन ल। मोमो त झन् यो किमा नुडल्सले मुखै बिगारिदिएर मोमो खान मन लागेन। ल आजलाई चाहिँ यति नै। धेरै दिनपछिको यो मुकबाङको भिडियो हजुरहरूलाई के कस्तो लाग्यो प्रतिक्रिया दिनु होला भन्दै आजलाई बिदा माग्न चाहन्छु है त। बाई बाई, सी यू। बोल्दै बोल्दै के भन्छ।